यतातिर गगन थापा जिन्दाबाद भनिरहेका छन्। आज यहाँ निर्वाचन आयोगको अगाडि देख्न सक्नुहुन्छ। यतातिर गगन थापा चाहियो भन्दै हुनुहुन्छ, उतातिर शेरबहादुर देउवा चाहियो भन्दै हुनुहुन्छ। यो निर्वाचन आयोगको गेट अगाडि यो तमासा देखिरहेको छ नेपाली काङ्ग्रेसको कार्यकर्ताहरूको। देख्न सक्नुहुन्छ यो एक्सक्लुसिभ दृश्य तपाईँलाई देखाइरहेका छौँ। यतातिर गगन गुट यता छ भने देउवा गुट यता छ। अब कता दुईटै गुट मिसिएर झडप हुने हो कि भन्ने अवस्था पनि आएको छ, देख्न सक्नुहुन्छ यति बेला। यतातिर शेरबहादुर देउवाको पक्षका युवाहरू हुनुहुन्छ भने यतातिर गगन थापा पक्षका युवाहरू हुनुहुन्छ, देख्न सक्नुहुन्छ। यतातिर यस्तो अवस्था छ यहाँ यो निर्वाचन कार्यालयको गेट अगाडि। वैधानिक कांग्रेस गगन थापा विश्व प्रदेश गगन थापा वैधानिक कांग्रेस। दिदी यताको काङ्ग्रेस ओरिजिनल कि उताको काङ्ग्रेस ओरिजिनल? उताकोले फेरि हामी ओरिजिनल हो। उताको फेरि हामी ओरिजिनल। फेरि यता जान्छु म, कताको ओरिजिनल रहेछन् काङ्ग्रेसहरू देख्न सक्नुहुन्छ। दाइ शेरबहादुर देउवा जिन्दाबाद। यताको काङ्ग्रेस ओरिजिनल कि उताको काङ्ग्रेस ओरिजिनल? शेरबहादुर देउवा कांग्रेस कांग्रेस ओरिजिनल हो। यता आयो भने यसरी पत्रकारले धम्काइएको छ, देख्न सक्नुहुन्छ। शेरबहादुर देउवाको गुटका काङ्ग्रेसले पत्रकार धम्काइरहेका छन् भने यतातिर गगन थापाका काङ्ग्रेसहरू देख्न सक्नुहुन्छ। अहिले काङ्ग्रेसै विभाजित भइसकेपछि यतातिर गगन थापा, उतातिर शेरबहादुर देउवा। दिदी ओरिजिनल काङ्ग्रेस कुन हो? यो हामी आधिकारिकताको पक्षमा कुरिरहेका छौँ। विशेष महाधिवेशन मार्फत जसरी चुनाव जितेर आज सभापति घोषणा भइसक्नु भएको छ गगन थापाज्यू, त्यसको आधिकारिकता आज निर्वाचन कार्यालयबाट हामीलाई दिँदै हुनुहुन्छ। त्यही हो, त्यसकै कुरो हामी पक्षमा रहेर आज यहाँ हामी गगन थापाको आधिकारिकताको लागि हामी बसिरहँदा साथीहरू आएर यत्तिकै विरोधमा लागिरहनु भयो। तर हामी चाहिँ सिस्टमबाट विधि र पद्धति मान्ने हामी शान्तसँग बसिरहेका थियौँ। उहाँहरूले नारा जुलुस आक्रोश र गगन थापालाई विरोध गरिसकेपछि हामी अहिले फेरि नारामा आउन बाध्य भएका छौँ। यताको काङ्ग्रेस ओरिजिनल कि उताको काङ्ग्रेस? यताको ओरिजिनल कि उताको? कांग्रेस सबै ओरिजिनल हो। वैधानिक कांग्रेस नै नेपाली कांग्रेस हो। यताउता भन्ने छैन। नेपाली कांग्रेस रुख सिनेर तार ताले धन्दा कांग्रेस हो। विधान र प्रक्रियाबाट चुनिएको नेता भनेको गगन थापा हो। यो वैधानिक कांग्रेस हो। सबभन्दा पहिला के बुझ्नुहोस् भने नेपाली कांग्रेसको सबभन्दा ठुलो सुप्रिम बडी भनेको महाधिवेशन प्रतिनिधि हो। महाधिवेशन प्रतिनिधिले 3 महिना पहिले 54% भन्दा बढी साथीहरूले पार्टीमा दर्ता गराएर 3 महिनाभित्र विशेष महाधिवेशनको माग गरेको थियो। जो अब यहाँ पानीको फोहरा नै आएको छ। भिड नियन्त्रण गर्न हम्मे भइरहेको छ। यतातिर शेरबहादुर देउवा गुटका काङ्ग्रेस छन् भने यतातिर गगन थापा गुटका काङ्ग्रेस छन्, देख्न सक्नुहुन्छ। दुई गुटमा विभाजन भइसकेपछि यो निर्वाचन आयोगको गेट अगाडि देख्न सक्नुहुन्छ। यहाँ नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले घेरिसकेका छन्। साथीहरू, निर्वाचन कार्यालयबाट कृत्य भेलाहरूलाई 5 मिनट भित्रमा बाहिर निकालेन भने हामीले तारबार छेडेर भित्र छिर्नेछौँ। निर्वाचन कार्यालय पनि चेतावनी छ, कसैलाई भित्र कसैलाई बाहिर। अब 5 मिनट भित्रमा बाहिर आएन भने
साथी हो यो च्यानल गेट तोडेर भित्र छिर्नुपर्छ हामी तपाईहरु तयारी हुनुहोस् अगाडि जानुपर्छ हैन भने बाहिर निकाल्नुस् 5 मिनेटको समय दिन्छु 5 मिनेट भित्रमा निर्वाचन कार्यालयबाट यो कृत्रिम हस्ताक्षरहरूलाई बाहिर निकालेर भने हामीले अब भित्रबाट तानेर ल्याउनु पर्छ साथी हो एक सुरमा तपाईहरुले हो ल बिदाउ सुरक्षाकर्मीलाई भन्दैछु 5 मिनेटको टाइम समय चाहिँ 5 मिनेटको मात्र हुन्छ है साथी हो भित्र जान्छौ 5 मिनेट भित्रमा भित्रबाट बाहिर सुरक्षाकर्मीको कमाइ छ भित्र को छ त्यहाँ भित्र सुरक्षाकर्मीलाई च्यालेन्ज सुरक्षाकर्मीलाई च्यालेन्ज दिएको छ 5 मिनेट भित्र बाहिर निकाल्नुपर्छ 5 मिनेट होइन भने चाहिँ हामी भित्रको हामी मान्दैनौँ अहिले 5 मिनेटको च्यालेन्ज 5 मिनेटको च्यालेन्ज भित्रबाट निकाल्नु हामी आफै जान्छौँ भित्रको टोली बाहिर निकाल्नै पर्छ यताको काङ्ग्रेस ओरिजिनल कि उताको काङ्ग्रेस ओरिजिनल बुढो काङ्ग्रेस भाइ भाइ यङ जेनेरेसनको काङ्ग्रेस हाय हाय उता फेरि बुढा काङ्ग्रेसै खोजिरहेको छ बुढा काङ्ग्रेसलाई भाइ भाइ यङ जेनेरेसनको काङ्ग्रेसलाई हाय हाय अब काङ्ग्रेस पनि दुई भागमा विभाजन भयो एउटै हो काङ्ग्रेस काङ्ग्रेस फुट्या छैन काङ्ग्रेस एउटै हो गगन विश्व हाय 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 गगन थापा खाली घर गगन आइसके निर्वाचन आयोगको गेट अगाडि छौँ निर्वाचन आयोगको गेट अगाडि यतातिर गगन थापा पक्षका काङ्ग्रेसहरू देख्न सक्नुहुन्छ भने यतातिर देउवा पक्षका काङ्ग्रेसहरू हुनुहुन्छ यति बेला यहाँ ठुलो विभाजन भइसकेको छ यहाँ ठुलो नाराबाजी भइरहेको छ यतातिर गगन थापा पक्षका काङ्ग्रेस छन् भने यतातिर देउवा पक्षका काङ्ग्रेस छन् अब देख्न सक्नुहुन्छ कुन काङ्ग्रेस चाहिँ ओरिजिनल काङ्ग्रेस हो भन्ने थाहा छैन यहाँ रमेश लेखक पनि आउनु भएको छ दाइ नमस्कार आज गगन पक्ष भर्सेस देउवा पक्षको यता भिडन्त भइरहेछ के भन्नुहुन्छ के छ अब यो काङ्ग्रेस फुट्न लाग्यो हो आफैमा थोरै भन्दिनु चोट लाग्छ देख्न सक्नुहुन्छ यति बेला पूर्व गृहमन्त्री रमेश लेखक पनि आउनु भएको छ यहाँ एकातिर देउवा गुट भइरहेको छ भने एकातिर गगन थापाको गुट भइरहेको छ देख्न सक्नुहुन्छ रमेश लेखक नेपाली काङ्ग्रेसका विशेष भेला मान्दैनौ फर्जी हस्ताक्षर खारेज गर भित्रबाट बाहिर छिटो निकाल हामी पनि वार्ता गर्छौं भित्रबाट बाहिर निकाल देख्न सक्नुहुन्छ नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू निर्वाचन आयोगको गेट अगाडि आएर हल्ला नारा